हेलो गाइस, म साइसा घिमिरे हो। आज म आउटिङको भिडियो बनाउँदैछु। मेरो हजुरआमा र हजुरबुवा भर्खर बानेश्वर जानुभयो है। अनि म अब मामा घर जान्छु कुपनडोल। के प्लान छ आज? स्पेशल प्लान के छ? सिटी सेन्टर गएर मुभी हेर्ने। डाइनोसर मुभी हेर्ने हैन? 18D हो? 18D मुभी। 18D मुभी। अब गाइस हामी युनियनको पार्कमा आयौँ अनि म चाहिँ फेरि ब्याक आएँ। अब मेरो मामा घर कुपनडोल आउनु लाग्यो, नजिकै छ। अनि बाहिर युनियन पार्क हो। म पहिला मेरो मामासँग जान्थेँ स्कुटरमा अनि खेल्थेँ मामासँग। अब एकछिन हेर्दै जानुहोस् न, यो कति राम्रो बिल्डिङ। हेर्नुहोस् न, त्यो बिल्डिङ कस्तो राम्रो। ए अनि त हेर्नुहोस् न, कस्तो राम्रो भ्यू। आई मिन त्यहाँ पाहाडको आइसक्यो। अब एकदम नै क्लोज भइसक्यो क्या। यहाँ हो, यहाँबाट यस्तो जानुपर्छ होइन, राइट राइट लेफ्ट अनि यस्तो यहाँबाट फेरि राइटबाट लेफ्ट जानुपर्छ। अनि मेरो मामा भन्नु त राइट हो, राइट जानुपर्छ। अब राइट त्यो पर्पल र ब्लूको यहाँ जानुपर्छ कि त्यो पर्पलको यहाँ जानुपर्छ। अनि अब चाहिँ हामी सिटी सेन्टर आइपुग्यौँ। अब हामी डाइनोसरको मुभी हेर्न गइरहेछौँ। साहेब जग्गा जाँदैछ डाइनोसर मुभी हेर्न। 18D साहेब कस्तो फिलिङ भइरहेछ? बिफोर आफ्टर गर्नुपर्छ है। हेर्न जानुभन्दा अगाडि कस्तो थियो, हेरेर आइसकेपछि कस्तो छ है। ल यहाँ अगाडि आउनु त, सँगै खिच्नु डाइनोसरको छ। ल हाम्रो टर्न आउन त 5-10 मिनट्स लाग्ने रहेछ। हामी बसेर वेट गरिरहेछौँ। Sayu, how you feeling? अब भित्र माथि जाँदैछ है। होइन सिटमा बस्ने, यहाँ पछाडि बस्ने। यस्तरी बस्दैछ है। अनि यहाँ चाहिँ हाम्रो मुभी साहेब कस्तो लागिरहेछ? सिट बेल्ट त लाउनु पर्दैन। मलाई हेर्दा मुभी एकदम रमाइलो पनि लाग्यो, डर पनि लाग्यो। अब चाहिँ हामी खेल्न गइरहेका छौँ। मैले र पापुले चाहिँ स्कुटर खेल्यौँ। त्यसपछि मैले आफै स्कुटर खेल्न थालेँ। कस्तो रमाइलो भयो। सिटी सेन्टरमा त कति रमाइलो प्रोग्रामहरू नि रहेछ। अनि गीत नि गाइरहनु भएको रहेछ। त्यसपछि त हामी यो सोमा सपिङ गऱ्यौँ अनि त्यसपछि घर फर्क्यौँ। बाई। And don't forget to like and subscribe and comment to my channel. कस्तो लाग्यो लेखिदिनु होला। Bye.